पूर्णमा जयदेश माटो एउटा मेरो बारेमा फेरि फेसबुकतिर लेख्दै रहेछ, भनौँ न विरोध गरेर। विषयवस्तु के रहेछ भन्दाखेरि हर्कबाद किताबमाथि मैले पक्रेको थिएँ। युकेका दाई आउनु भएको थियो, त्यो दाईसँग मैले हर्कबाद किताब बोकेको थिएँ। अनि तल किताब किल्छु भनेर क्या, कस्तो के भन्ने, त्यो चाहिँ किताब होइन ल, किताब होइन त्यो चाहिँ। त्यो किताबको बुङ बुङ ल्याउँदाखेरि, त्यो किताब बाँध्दाखेरि त्यो माथि यसो राखेको सानो चाहिँ पेपरको चोइटा हो। अनि त्यो चोइटा चाहिँ पछि मैले देखेँ, बा के हो भनेर हेरेँ, त्यो चाहिँ चोइटा हो, सानो ल, बुक होइन ल। त्यति हामी अज्ञानी पनि छैनौँ। र एउटा चाहिँ अचम्म लाग्दो कुरा जे होस्, अहिले जसले हामीले विरोध गरिरहेको छ, त्यो विरोध गर्नेहरूको उनीहरूले समर्थन गरेको मान्छेले चाहिँ राष्ट्रघाती अभिव्यक्ति छ, कर छलेको कुरा छ, सुकुम्बासी गरिब निमुखा विद्यार्थीमाथि चाहिँ आक्रमण गरेको छ, मजदुरमाथि आक्रमण गरेको छ, श्रमजीवीमा नागरिकमाथि आक्रमण गरेको छ, किसानलाई सताउने बाँदरको चाहिँ पक्षमा जहिले बोलाएको छ होइन। र तपाईको चाहिँ किसानको हक हित विपरीत बोलाएको छ है। त्यसको त्यो बोलेको कुराहरूमा चाहिँ विरोध भइरहेछ, जसले हामीले विरोध गराएको छ। अनि फेरि हामीले विरोध गर्ने चिज चाहिँ के भन्दाखेरि होइन, हामी कसरी हिँड्दैछौँ, हामी के खाँदैछौँ, हामीले के चाहिँ हाम्रो खुट्टाले के टेक्दैछौँ, त्यो भनेर उनीहरूले चाहिँ विरोध गरिरहेछन् कि अचम्म लाग्छ। अनि उनीहरूले समर्थन गरेको मान्छे चाहिँ राष्ट्रको हित विपरीत, जनहित विपरीत, राष्ट्रघाती अभिव्यक्ति दिएको कुरामा चाहिँ समर्थन गराएको छ होइन। चाहिँ जस्तै भारतले चाहिँ नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचिया छ भने प्रधानमन्त्रीको अभिव्यक्तिमा चाहिँ समर्थन गराएको छ क्या। अनि हामी चाहिँ के गराएको छौँ, के खान्छ, कहाँ हिँड्छ, के बोल्छ, के टेक्छ, यस्तो विषयमा चाहिँ विरोध गराएको छ। एनिवे ठिक छ, तपाईँहरूले विरोध गरेर हाम्रो प्रचार भएको छ, एक कुरा। दोस्रो कुरा चाहिँ तपाईँहरूले हामीले कहाँ के गर्छौँ भनेर हाम्रो विरोध गरेर तपाईँहरूको चाहिँ जीवन चलाएको छ भने त्यो पनि राम्रै कुरा हो। त्यसले हामीले खास अक्सर चाहिँ गर्दैन। र यहाँलाई म प्रश्न भन्न चाहन्छु, त्यो चाहिँ किताब होइन, सानो कागजको टुक्रा जसले चाहिँ किताबलाई माथि ऱ्यापिङ अथवा चाहिँ बेरेर लिएको हुन्छ बाँध्दाखेरि, त्यो होला। त्यति चेतन राख्नु र मजाले त्यो भिडियोलाई मजाले गरेर हेर्नु। ओरिजिनल भिडियो मसँग छ त्यसको है त ल। हस्, धन्यवाद।